छोरा मान्छे हो तिमी, कतिपय कुराहरू मनमै होला, कतिपय कुराहरू मुख खोलेर भन्न नसक्ला। जिम्मेवारीहरू धेरै छ तिम्रो काँधमा। कहिलेकाहीँ त्यो घर परिवारले नबुझिदिँदाखेरि आत्तिन्छौ होला तिमी पनि। बस तिमी सङ्घर्ष गर्न कहिले नछोड्नु। त्यो घर परिवारले नबुझ्देला तिमीलाई पनि। कहिलेकाहीँ तिमी पनि रुन्छौ होला, आफूले आफूलाई सम्हाला। तिम्रो सपना एकातिर र तिमी एकातिर। तिम्रो पनि त रहर होला, कतिपय तिम्रो पनि सपना होला, तिमीलाई पनि इच्छा होला। कतिपय मान्छेहरू तिम्रो पछि लाग्दै आउला, कतिपय मान्छेहरू आफ्नो स्वार्थको लागि आएको हुन्छ। हर कोही मान्छे तिम्रो लागि आएको हुँदैन। विश्वास गर्नुभन्दा अगाडि मान्छे चिनेर मात्रै विश्वास गर्नु। र तिमी सधैँ आफ्नो सपनातिर लाग्नु। एक दिन कसो सफल नहोला र। सङ्घर्ष गर्न कहिले नछोड्नु। सफलता एक दिन अवश्य हुनेछ। नआत्तिनु तिमी। अरूको ठाउँमा छ, धेरै गाह्रो हुन्छ होला। कहिलेकाहीँ आमाको याद पनि झ्याप्पा आइदेला। र तिमी नरुनु, थाहा छ रुन्छौ तिमी एकान्तमा गएर। तिम्रो मनको पीडाहरू हर कोहीलाई भन्न सक्दैन, त्यो बुझ्छु। तिमी पनि रुन्छ, थाहा छ। भिडभाडमा तिमी रुन सक्दैनौ, कतै एकान्त खोज्छौ तिमी पनि, थाहा छ, बुझ्छु। तर पनि तिमी नआत्तिनु। बाटोमा हिँड्दा ठेस लाग्न सक्ला, जोगाएर हिँड्नु। कहिलेकाहीँ मन पनि धेरै दुख्ला, नआत्तिनु तिमी।